धमाकादार हुँदैछ यहाँनिर चाहिँ हेर्दा लाएर या यिनीहरूको हालत चाहिँ हेर्नु। Hey guys, welcome to my new vlog. I hope हजुर सन्चै आउने हुन्छ होला भन्ने आशा राख्दै आज भ्लग चाहिँ म सेयर गरिसकेको छु। हजुर थम्बनेल टाइटल हेरेर थाहा पाइछ मलाई आज के हो भन्दाखेरि अनि मेरो भ्लग चाहिँ फर्स्टदेखि लास्टसम्म हेर्नु होला भन्न चाहे। अनि आज चाहिँ होली, आज हामी होली कसरी खेल्छौँ हजुरलाई त देखाउँछौँ। हामी चाहिँ बहिनीहरू खेल्न आँटेको होली, अब हामी के गर्छौँ आजको भ्लग हेर्दै गर्नु होला। मेरो च्यानल नयाँ छ भने सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला भन्दै आज भ्लग चाहिँ मैले स्टार्ट गरिसकेको छु। म तल आइसकेको छु अन्छु। हेलो, हामी होलीमा यहाँ बसिरहेको, तिनीहरू केटीहरू नि आएन, हामी होली खेल्दै पनि खेल्दैनौँ। मेरो भ्लग हेरेर जानु होला। हामी चाहिँ अहिलेसम्म अनुहारमा रङ लगाएको छैनौँ, रङ लाउँछौँ हामीहरू। अब चाहिँ हामी यहाँ रङ हल्का लाएर या यिनीहरूको हालत चाहिँ हेर्नु। गाइजहरू यहाँ चाहिँ धमाकादार हुँदैछ, धमाकादार धमाकादार अब लोला फुला पनि आऊ यहाँनिर चाहिँ हामीले रङ पानी बनाइसकेको छौँ। यिनीहरू सन्तिन आएको आएछ, मुखमा पनि लागेको सब गइसक्यो। नबोला हो त्यसो तिनीहरूसँग नसन्क। गाइजहरू यसो रङ आज हामी यहाँ होली खेल्दैछौँ। हेलो कृषिका, मेरो भ्लगमा तिम्रो स्वागतै गरेको थिइनँ, अघिदेखि खेलिरहेको थियौँ। मेसिका स्वागत छ, दृष्टि चाहिँ हामी यत्तिकै चोकतिर जाएको छौँ। यसपालि त होली अलिकति मजा आएन, अघि त्यो फुच्चाफुच्चीले चाहिँ न्यू खोजेको छ गाइज हामीसँग। अनि हामीले भ्लग पनि बनाउन पाएनौँ, केही पनि पाएनौँ। त्यो अहिले पाइरहेको छौँ। चाहिँ माल्की बिस्कुट छ, देशिका माल्की होइन माल्किस्ट दृष्टि चाहिँ खाँदै चाहिँ लाज होली त्यस्तै हुँदैछ। हामी चाहिँ कहीँ गएनौँ क्या यो पालि नि कृषिका, हामी आफू खेल्यौँ। अनि आन्टीले लगाइदिनु भयो अनि आफूले ल्याइदिनु भयो, हामी त्यत्तिकै बसिरहेको छौँ। कसैले आज योपालि लगाइदिएको छैन। बनाउँछ अब हामी चाहिँ जान लागेको। मेरो गति चाहिँ यस्तो छ गाइजहरू, के भन्नु। कृषिकाको पनि, कृषिका चाहिँ लुगा फेरेर राखियो हो कि होइन कृषिका हो। सो गाइज अब हामी चोकतिर जान्छौँ। अवस्था अरे मेरो हातमा थोरै नै सर्छ। ह्याप्पी होली, पुरानो मानो होली। बाजे बाजा हुँदैछ यहाँ, यस्तो छ होली। गाइजहरू होलीको भ्लग आज कस्तो भयो थाहा छैन। इमानदारीको साथ गरेको है, इमानदारीको साथ गाइजहरू। मैले त्यो कृषा कहाँ मऱ्यो के। ह्याप्पी होली। चाहिँ अघि चुम्किराखेको थिएँ, अहिले यस्तो हालत छ। गाइजहरू हामीले चाहिँ एकदमै रमाइलो गरेको थियौँ। अनि हामीले ब्लगमा चाहिँ सबै कुरा ल्याउन पाएनौँ, अनि हामीले एकदमै रमाइलो गरेको थियौँ। अनि मैले हजुरलाई फोटोहरू देखाएको, अनि आज हामी गऱ्यौँ मन पराउनु होला भन्न चाहे। गाइज अहिले चाहिँ म नुहाइ धुवाइ गरेँ ओरेँ, अनि म हजुरहरूको सामने चाहिँ आएँ, हजुरहरूको अगाडि आएँ। अनि मैले होलीमा चाहिँ के बनाएको थिएँ, होलीमा मैले भ्लग त बनाएको थिएँ। अनि एकतिर रङ थियो, एकतिर मोबाइल त नि
अनि त्यो मोबाइलमा पनि रङ लाग्ने भयो अनि त्यस्तो भएर मैले त्यस्तो खासै त बनाएन र हामीले धेरै मजा गऱ्यौँ त्यो ब्लगमा नभए पनि रियलमा चाहिँ हामीले धेरै मजा गऱ्यौँ होइन अनि हातमा यस्तो रङ छ नि मोबाइलमा लाग्छ त्यही भएर चाहिँ नल्याएको अनि हजुरहरूलाई मनपर्छ भने यही भिडियोलाई जति भए पनि मन पराइदिनु होला भन्ने आशा राख्दै म चाहिँ ब्लग ल्याएकै हो हजुरहरूको साथ गाइस खासै धेरै त भ्लग भएन होला गाइसहरू जति भयो त्यति मन पराइदिनु होला सर्टै भयो जस्तो मलाई चाहिँ लाग्छ अनि हजुरलाई कस्तो लाग्यो यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै आजको भ्लग चाहिँ मैले यहीँनिर इन्ड गरेँ गाइस बाई बाई